सरकारले गत वर्ष अध्यादेश मार्फत औद्योगिक व्यवसाय ऐन संशोधन गरेर होटललाई पनि उद्योगको मान्यता दिने घोषणा गर्यो। तारे स्तरका होटल र पर्यटन रिसोर्टलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको सूचीमा राखियो। तर 1 वर्ष बितिसक्दा पनि होटल व्यवसायीले यसको फाइदा पाउन सकेका छैनन्। गत जेठमा आएको बजेटमा समेत होटललाई उत्पादनमूलक उद्योग सरह मान्यता दिने भनियो, तर 6 महिना बित्दा पनि कार्यान्वयन भने शून्य छ। होटल उद्योगी भन्छन् यदि उद्योगको मान्यता कार्यान्वयन भएको भए विद्युत महसुल करिब 35% सस्तो पर्थ्यो। यता विद्युत प्राधिकरणले होटललाई औद्योगिक वर्गमा राख्ने प्रक्रिया थाले पनि विद्युत नियमन आयोगको निर्णय नआउँदा बिलिङ सिस्टम परिवर्तन हुन सकेको छैन। प्राधिकरणले आयोगलाई पत्रचार पनि गरेको छ, तर प्रक्रिया 6 महिनादेखि अलपत्र छ। विद्युत नियमन आयोगका अध्यक्ष डाक्टर रामप्रसाद हितालका अनुसार यस विषयमा आयोगमा अहिले छलफल चलिरहेको छ। तर प्रश्न उही छ, होटल उद्योगले उद्योगको मान्यता पाएको महसुस चाहिँ कहिले गर्न पाउलान्?